फाइनल्ली साथीहरू आज चाहिँ एकदम घोपा क्याम्पको परिसर घुम्ने अवसर मिल्यो। तपाईहरू पनि म सँगसँगै घुम्नु होला। यस्तो दामी ठाउँ रहेछ कि म त यति खुसी लागिरहेको छ। वाउ नाइस। बडा तपाईँ उता उता हेर्नुहोस् न कस्तो राम्रो। बडालाई कस्तो लाग्यो बडा? एक नम्बर 2 नम्बर होइन? बिचरा मेरो बडालाई 1 नम्बर लाग्यो अरे। वा साँच्चै नै राम्रो हो यहाँतिर। यो चाहिँ क्वार्टर फ्यामिली क्वार्टर रहेछ। डक्टरहरू ल है डक्टरसँग बेगर्नेहरूलाई फाइदा यहाँ हेर्नु होला। क्वार्टर यस्तो यस्तो छ बिपी क्याम्प वरिपरि। को कसलाई डक्टर मन पराउनु हुन्छ यति फ्रीमा। यस्तो राम्रो राम्रो क्वार्टर। वाउ नाइस नाइस नाइस। देखो न गाइज देखो न। डक्टर मन पराउनेहरूलाई क्वार्टर हेरिराख्नु होला मेरो भ्लगमा। ल सक्नु आँटे क्वार्टर। केही भएको छैन। मीदो गुंटी बगला क्या? साथीहरू घोपा क्याम्पको मिनी पार्कमा म चाहिँ यसरी रमाइहिँडेको छ। अनि मेरो बडा र म चाहिँ अब दुईजनै चस्मा लगाएर चट्ट लगाएर बडा भेटाउँछु म। बडा हाई गर्नुहोस् त। हात हल्लाउनु न। हात बाई बाई। भोलि म पहाड ओखलढुङ्गा जाँदैछु। त्यही भएर आज धरानलाई बाई बाई। बाई बाई। आएको आउनु भएको। हिँड्नु बडा। लु बडा हिँड्नु। आज अब भोलि पर्सि अर्को सालतिर जाडो महिनामा मेरो बडा धरान आउनुहुन्छ अरे। बडा यता 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 है अगेन मी जा उजुरी मंग सारी जानला सुंगल जुदला बडा तीरमन गाडी ल ठोक्पो हो कि